हाम्रो एउटा नेपाली समाजको सोच छ कि खाएको त कसले देख्छ र लगाएको देखाएको चाहिँ सबले देख्छ। सो हामीले खाना चाहिँ नर्मल खान्छौँ होइन, जे खाए नि हुन्छ भन्ने सोच्छौँ र देखाउनुलाई चाहिँ एकदमै त्यसलाई चाहिँ जोड दिन्छौँ कि त्यही भएर सुन लगाउने, त्यही भएर कपडा लगाउने, लोन लिएर घर बनाउने, लोन लिएर गाडी चढ्ने, लोन लिएर घुम्न जाने होइन। र यही चक्करमा चाहिँ हामी चाहिँ पछाडि परेछौँ कि देखाउनेको चक्करमा। सो यो सोचलाई चाहिँ हामीले चेन्ज गर्न जरुरी छ होइन। देखाउने पनि हो तर आफूसँग जति छ त्यसलाई देखाउने हो। त्यो बेकारमा अरूलाई होइन देखाउनेको चक्करमा आफू चाहिँ त्यो कङ्गाल भएर होइन ऋणमा डुबेर त्यसलाई चाहिँ देखाउन जरुरी छैन। जो छ त्यसलाई देखाउनुहोस्। देखाउन मात्रै जरुरी छैन, खाएको पनि आफ्नो शरीरलाई जरुरी छ। थ्याङ्क यू।